गाइज, मेरो नाम हो गणेश र आज हामी पनि फेरि तपाईहरुको माझमा नयाँ भिडियो लिएर उपस्थित भइसकेका छौं र आज हाम्रो भिडियो रहेको छ माइकको विषयमा र हामीले यति धेरैसम्म तपाईहरुले किन भिडियो ल्याउनु भएन भनेर भनिराख्नु भएको थियो र हाम्रो त्यो माइक जो थियो त्यो माइक चाहिँ भाँचिसकेको थियो अनि त्यो माइक बिग्रिसकेको कारणले हामीले भिडियो कन्टिन्यू गर्न पाएनौँ। त्यसको लागि तपाईहरु एकदमै नाराज हुनुहुन्छ भने एकदमै रियली मनदेखि नै सरी भन्न चाहन्छु तपाईहरुलाई र हामी आज त्यो फाइनली हाम्रो कुन माइक लिएर आएका छौं त्यो माइक तपाईहरुलाई देखाउने छौं, अनबक्सिङ गर्ने छौं र ती माइकहरुद्वारा हामी भिडियो बनाउने छौं। आगामी दिनहरुमा पनि त्यो भिडियो हेर्नु होला र तपाईहरुले पनि यदि कुनै सोशल मिडिया इन्फ्लुएन्सरहरु हुनुहुन्छ यदि तपाईहरुले पनि माइक किन्न र आफूले चाहिँ राम्रो क्वालिटीको माइक किनिकन चाहिँ भिडियो बनाउने सोचमा हुनुहुन्छ भने यो भिडियो अवश्य पनि तपाईहरुकै लागि हो, कृपया हेरिदिनु होला। र हामी अनबक्सिङतर्फ जानेछौँ र भिडियो हेर्नुभन्दा पहिले तपाईहरुले यदि हाम्रो च्यानललाई अझै पनि सब्स्क्राइब गर्नुभएको छैन भने तल रहेको सब्स्क्राइब बटनलाई चाहिँ थिच्नु होला र साथमा भएको बेल आइकनलाई पनि प्रेस गर्नु होला र हामीले जे पनि क्रिएटिभिटीहरु गर्नेछौँ र जो पनि भिडियो बनाउनेछौँ सबैभन्दा पहिले तपाईहरुको फोनमा आउनेछ नोटिफिकेसन। र हामी अब भिडियोतर्फ जानेछौँ र चलिए शुरू करते हैं। र हामी तपाईहरुलाई देखाउनेछौँ। ल यो चाहिँ हाम्रो पुरानो माइक थियो जो हामीले K9 माइक मगाएको थियौँ। यो K9 माइकले चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ यसरी साइड देखिरहेको छ। K9 माइक तपाईहरुले पहिले हामीले देखाएको यो सानो छोट भिडियो पनि देखाइदिएका थियौँ। यसको विषयमा यसमा चाहिँ तपाईहरुले के पाएको थियो हामीले सबै भनेका थियौँ र यो माइक चाहिँ हाम्रो भाँचिसकेको छ। यसको विषयमा पनि हामीले स्पेशल भिडियो पछाडि बनाउनेछौँ। पहिलेलाई चाहिँ यसलाई राख्छौँ साइडमा र हामी अर्को बनाउनेछौँ। अर्को पनि आइसकेको छ र तपाईले हेर्न सक्नुहुन्छ हामीले नयाँ माइक मगाइसकेका छौँ र चक्कु तपाईले हेर्न सक्नुहुन्छ र चक्कु पनि आइसकेको छ। चक्कुले नै यो छिल्लर ल्याएर दिएको छ यसले, छिल्लरले भाइ हामी काट्नेछौँ, यो केही छैन। गाइस तपाईहरु खोल्नेछौँ। अब तपाईहरु हेर्न सक्नुहुन्छ हामी सबभन्दा पहिला यो काटेर यहाँबाट यसलाई सिलिङ काट्नेछौँ यसरी अनि यो आएको छ यो बक्सलाई यसरी काट्नेछौँ। काटिसके पछाडि चाहिँ यहाँ हाम्रो यो हामीले चाहिँ एमाजोनबाट मगाएका थियौँ र हाम्रो यहाँ यो फाइनल प्रोडक्ट निस्किसकेको छ। यहाँ देख्न सक्नुहुन्छ यो यस्तो छ। यहाँबाट यो माइक हो हेर्न सक्नुहुन्छ र हामी यसलाई पनि खोल्नेछौँ। यसलाई यो बक्स खाली छ, यसमा केही पनि छैन। यसलाई गर्नेछौँ साइडमा र हामी अब अर्कोलाई खोल्नेछौँ। अर्कोलाई चाहिँ यहाँबाट सिललाई काट्नेछौँ अनि यहाँबाट पनि सिललाई काट्नेछौँ र अब यो यसरी खुल्छ हेर्नु होला। यहाँबाट यो प्रेस गर्नुपर्छ यसरी एक साइडबाट प्रेस गरेपछि यो निस्किन्छ। तपाईहरुले सायद मोबाइल अनबक्सिङ गर्ने मान्छेहरूले थाहा हुन्छ र हाम्रो चाहिँ यो फाइनल प्रोडक्ट निस्किसकेको छ र हाम्रो यो फाइनल हो र यो माइक यसरी रहेको छ हेर्न सक्नुहुन्छ तपाईहरुले कि यहाँ चाहिँ 3वटा माइक दिएको छ र 3टा माइक एउटा चाहिँ यो 2टा चाहिँ माइक हो। तपाईहरुले देख्न सक्नुहुन्छ यो 2टा चाहिँ माइक हो र यो चाहिँ तपाईहरुको कनेक्टर रिसिभर जो हुन्छ तपाईको यो माइकबाट जे पनि बोल्नुहुन्छ यो रिसिभरले चाहिँ मोबाइलमा लाग्छ र मोबाइलमा लागिसके पछाडि चाहिँ कसरी मतलब यो भोइस क्याप्चर गर्ने काम चाहिँ यसले गर्छ र यो चाहिँ माइक हो, यो रिसिभर हो। अब हामी अरू केही पनि मिल्दैन यसमा, यो खाली छ। अनि यो तपाईहरुले देख्न सक्नुहुन्छ यो चार्जर लगाउने चार्जरको पिन सी टाइप पिन मिल्दैछ। अनि यो चाहिँ तपाईले यो DSLR क्यामेरामा पनि जोड्न सक्नुहुन्छ। यो DSLR क्यामेराको रहेको छ अक्स केबल अनि यो रहेको छ तपाईको
आइफोनमा जोड्नको लागि रहेको छ यो अक्स केबल, डाटा केबल छ। अनि यो चाहिँ रहेको छ तपाईँको एन्ड्रोइड फोन जो सी टाइपको चार्जर हुन्छ आजभोलि, त्यो सी टाइपमा जोड्ने रहेको छ। यति छ सामान, अरू केही पनि छैन। यो मेनुअल हो, तपाईँले हेर्न सक्नुहुन्छ। यो मेनुअल पढेर पनि तपाईँले जान्न सक्नुहुन्छ। यो मेनुअल पढ्ने आवश्यक छैन त्यति। म साइडमा गरिदिन्छु। बाँकी खाली डब्बा यो खाली डब्बा छ। अब चाहिँ हामीले तपाईँहरूले यो कसरी कनेक्ट गर्ने भनेर देखाउनेछौँ। हाम्रो तपाईँहरूले देख्न सक्नुहुन्छ यो माइक जो रहेको छ एकदमै इन्ट्रेस्टिङ माइक छ। हेर्नु, यो रहेको छ तपाईँहरूले जस्तो माइकबाट अरू कोही बोल्दै हुनुहुन्छ भने यो रिसिभर छ जो मोबाइलमा लाग्छ। रिसिभरबाट यहाँ एउटा अक्स केबलको दिएको छ पिन लाग्नेको लागि। यसबाट चाहिँ तपाईँले आफ्नो इयरफोन जो हुन्छ इयरफोन लगाएर तपाईँले लाइभ सुन्न सक्नुहुन्छ। यसमा यो खासियत पनि रहेको छ। र यसमा जो यो माइक्रोफोन जो छ यसमा चाहिँ तपाईँको के छ भन्दाखेरि यो माइक्रोफोनमा मोड दिएको छ। यो मोड रहेको पहिलो नम्बरमा रहेको छ नर्मल साउन्ड रहेको छ। दोस्रा नम्बरमा छ कि जो बाहिर पनि यताउता एक्स्ट्रा साउन्ड जो आउँछ नोइस जो हुन्छ तपाईँहरूको नोइस चाहिँ यसले बन्द गरेर तपाईँको आवाज मात्रै निकालिदिन्छ। त्यो साउन्ड चाहिँ बाहिरको यताउता छेउछाउमा खराको आवाज पनि आउँदैन। र तिस्रा नम्बरमा छ जो तपाईँहरूले गाना गाउन सक्नुहुन्छ, सिङ्गिङ गर्न सक्नुहुन्छ। हामीले तपाईँले गाएर पनि देखाउनेछौँ कस्तो हुन्छ त्यो भिडियो हेरेर मजा लिनु होला। हामीले चाहिँ यो चालु गरिसक्यौँ र लगाइ पनि सक्यौँ। तपाईँले अहिले आवाज कस्तो आइरहेको छ, पहिले बिना माइकको हामीले भिडियो राख्यौँ भने अहिले चाहिँ माइक लगाएर गरिरहेको छौँ। यो माइकबाट चाहिँ कस्तो सुनिएको छ हाम्रो साउन्डहरू, हाम्रो भोइस कस्तो सुनिएको छ तपाईँले देख्न सक्नुहुन्छ। र यहाँ हाम्रो यो छ यसमा हामीले यो जो अन अफको बटन छ यसलाई चाहिँ हामीले एकचोटि प्रेस गऱ्यौँ भने चाहिँ पहिलो प्रेसमा चाहिँ 2-3 सेकेन्ड प्रेस गरेपछि यो अन हुन्छ। अन भइसके पछाडि अर्कोचोटि प्रेस गर्ने बेला चाहिँ हामीले नोइज क्लिनर जान्छ। यो बिचमा यो लाइट देख्नु भएको छ होला। अनि अर्कोचोटि तिस्राचोटि यसलाई दबाउने बेला चाहिँ यो चाहिँ इको मोडमा जान्छ। तपाईँले कस्तो आवाज आइरहेछ हामी फेरि पनि नयाँ अमलमा गर्नेछौँ। र तपाईँले हामीले देखाइसक्यौँ कस्तो आवाज आइरहेछ, त्यही अनुसार हामीले सल्लाह सुझाव दिनु होला। र त्यही हो गाइस, तपाईँहरूले लिन मन लागेको छ भने यो माइकको नाम रहेको छ देख्न सक्नुहुन्छ यो SX9 हो। हामीले पहिले तपाईँहरूलाई यो K9 भन्ने माइकको विषयमा देखाएको थियौँ भनेपछि अहिले हामीले SX9 भन्ने माइकको चाहिँ अनबक्सिङ गरेका छौँ। तपाईँहरूले हेर्न सक्नुहुन्छ। प्राइस धेरै महँगो छैन। हेर्न सक्नुहुन्छ नर्मली जो पनि नयाँ इन्फ्लुएन्सरहरू हुन्छ सोसियल मिडिया उहाँहरूले चाहिँ एकदमै आवश्यक परिरहेको हुन्छ माइकको। र यो माइक चाहिँ तपाईँहरूले किनिकन गर्न सक्नुहुन्छ। र अब यसको रेन्ज हामी चेक गर्नेछौँ कति टाढासम्म रेन्ज गर्नेछ देख्न सक्नुहुन्छ। तपाईँले कस्तो आवाज आइरहेको छ, म अहिले पारिसम्म जानेछु। तपाईँहरू देख्न सक्नुहुन्छ कस्तो आवाज आइरहेको छ। सायद मेरो आवाज सुन्ने कि छैन तपाईँहरूले भन्नु होला। हामी कमसेकम 20 मिटर जति टाढा आइसकेको छौँ। र हामी सायद म क्यामेरामा देखिन पनि बन्द भइसक्यो होला, टाढै आइसकेको छु। तपाईँहरूले मेरो आवाज सुन्ने छ कि छैन, कस्तो छ, कस्तो राम्रो आएको छ कि छैन सुनेर बुझ्नु होला कि कस्तो छ यो माइक। र तपाईँहरूले लिउँदा ठिक हुन्छ कि हुँदैन सायद तपाईँहरूले आफै नै लिउनु होला। अनि हेर्न सक्नुहुन्छ कति आवाज आएको छ कि छैन। म आएँ फेरि पनि नजिक।
माइक हामीले मगाएका थियौँ। यसको चाहिँ हामी एउटा म्युजिक गाएर चाहिँ हामी चाहिँ गीत गाएर चाहिँ यसमा चेक गर्नेछौँ। हामी चाहिँ कस्तो यसमा चाहिँ गीत गाउँदा चाहिँ कस्तो आउँछ, त्यसपछि तपाईँहरूले चाहिँ हामी बताउनेछौँ कस्तो आउँछ। जब म चाहिँ गीत गाउने। ल गाइज हामी गाएर सुनाइदिनेछौँ तपाईँहरूले गीत कस्तो छ त्यो लिएर साथ दिनु होला। र हामी एउटा सानो गीत गाउनेछौँ चाहिँ इको मोडमा, जो गाना गाउन मन लाग्छ त्यसले पनि गाउन सक्नुहुन्छ मजाले। यसमा चाहिँ औँठी मेरो सुन हैन प्रितलु कहाँ गएर होला मन शीतलु, मेरो भन्नु तिमी हौ सारा जगतमा, मनमा तिमी नै आँखामा तिम्रै माया छ, मेरो नसा नसामा रगतमा। क्या बात है सर, क्या बात है सर, क्या बात है, ये बात है। अरे सर थ्याङ्क यू। कस्तो लाग्यो तपाईँहरूले हेरेर साथ दिनु होला र दबाएर सेयर गरिदिनु भिडियोलाई, र धेरैभन्दा धेरै सेयर गरिदिनुहोस् र लाइक गरिदिनुहोस् र हाम्रो च्यानललाई धेरैभन्दा धेरै सब्सक्राइब गरिदिनुहोस् प्लिज गाइज। र हाम्रो च्यानललाई छिटोभन्दा छिटो ग्रोथ गराइदिनु भएको होस् ताकि हामी तपाईँहरूको माझमा नयाँ नयाँ भिडियोहरू लिएर आउन सकूँ। लेट्स सी गाइज, मिलते हैं नया वीडियो में। ओके।